हेलो एभ्रिवान, म श्रेया। मैले चाहिँ सोचिरहेको थिएँ एउटा रिल्स चाहिँ सुट गर्छु भनेर। जस्ट त्यो चाहिँ बिहाइन्ड द सिन, बिहाइन्ड द स्टोरी चाहिँ के एउटा राम्रो होस् होइन, त्यसको मिनिङफुल होस् भनेर चाहिँ सोचिरहेको थिएँ। अनि त्यो सोच्दा सोच्दै चाहिँ के मेरो दिमागमा क्लिक भयो भन्दाखेरि चाहिँ मेरो मम्मीको चाहिँ धेरै पुरानो कुर्ता छ है। अनि त्यो कुर्ता मलाई एकदमै मनपर्ने कलरमा छ कि रेड कलर। अनि त्यो आई मिन त्यो माथिको टप्स पनि र तलको सुरुवाल पनि चाहिँ बोथ रेड कलर, तर एकदमै राम्रो कलेजी कलरको छ त्यो। मलाई एकदमै धेरै लाउन मन लागेको थियो। अनि त्यसपछि मैले चाहिँ एक दिन लाउँछु भनेर सोचिरहेको थिएँ। अनि त्यही अब आज चाहिँ के गरौँ भन्दाखेरि चाहिँ मलाई त्यही कुर्ताको याद आयो। सो म त्यो कुर्ता लाएर चाहिँ एउटा रिल्स सुट गर्छु। सो तपाईँहरूलाई कस्तो लाग्छ त्यो कुर्ता चाहिँ अहिले एकछिनमा हेर्नु होला। अनि मैले चाहिँ मेकअप पनि गरेको छुइनँ कि आज। यतिकै अब अहिले गर्न त गर्छु म कुर्ता लाउने बेलामा, तर अहिले चाहिँ मैले मेकअप गरेको छैन, एकछिनमा गर्छु। अनि त्यसपछि भेटौँला। सो अघि मैले जुन कुर्ताको बारेमा कुरा गरिरहेको थिएँ नि हजुरहरूसँग, त्यो कुर्ता चाहिँ यो हो होइन। यो एकदम राम्रो छ कि एकदम सिम्पल होइन, तर लाउँदाखेरि पनि एकदम राम्रो छ कि यो कुर्ता चाहिँ। सो म चाहिँ अहिले यही कुर्ता लाउनेवाला छु। त्योभन्दा अगाडि चाहिँ म मेरो एकदम मिनिमलिस्ट होइन बेसिक मेकअप गर्छु, जुन चाहिँ यो कुर्ताको लागि पनि राम्रो होस्। त्यो जस्ट लुकिङ सो प्रिटी एन्ड ब्युटिफुल। पछाडिको लाइटले चाहिँ हल्का यहाँनिर ओभर स्याडो भयो होला, तर यो रियलमा एकदमै धेरै राम्रो देखिरहेछ। र मैले यसलाई एक्सेसराइज पनि खासै केही गरेको छुइनँ। एउटा रिङ यो पहिल्यै लगाइरहेको थिएँ मैले, टप्परहरू पनि पहिला लगाएको थिएँ। यो एउटा भयो माई फाइनल लुक। Bye. See you in my next video.